हेलो साथीहरू, वेलकम टु माई न्यू अर्को एउटा ब्लगमा। आजको ब्लगको सुरुवात भइसकेको छ। आज चाहिँ हामी बनाएर खानेवालामा छौँ बन्दाको मोमो। पहिला सुरु चाहिँ म बनाउनेवाला छु गोडमिलाको अचार। यो गोडमिला चाहिँ अर्ग्यानिक नै हो है, हेर्न सक्नुहुन्छ पसलमा किने जस्तो होइन, आफ्नै बारीमा फलेको। अनि यो बन्दा पनि आफ्नै बारीमा फलेको। यत्रो ठुलो बन्दा फलेको छ साथीहरू, कत्रो ठुलो बन्दा फलेको छ हेर्नु। हामी चाहिँ ओन्ली बन्दाको मात्रै मोमो खानेवालामा छौँ। कस्तो हुन्छ हेर्दै गर्नु होला है। त म चाहिँ अब पहिला सुरु बनाउँदैछु गोडमिलाको अचार। हेर्नु है कस्तो हुँदैछ। आज मोमो बनाउने हाम्रो तयारी है साथीहरू। गोडमिला काट्न सुरु गरिसकेको छु मैले साथीहरू। अचारमा ओन्ली गोडमिलाकै अचार हुन्छ जस्तो छ है, किनकि यहाँ केही पनि एभाइलेबल हुँदैन जस्तो छ। आहो काट्दा पनि काट्दैन कि क्या अहिले कति गुड्छ चाहिँ एक ठाउँमा बस। यसले चाहिँ काट्न सकिनँ मैले अर्को साथीहरू। म चाहिँ अचार बनाउँदैछु है, अचार। अब यसमा के फुलाउनु पर्यो पहिला, अरू त केही छैन। पिरो अचार नि एकैचोटि हुन्छ है। म चाहिँ पिरो छुट्टै ऊ छुट्टै चाहिँ हुँदैन। कस्तो हुन्छ हेर्दै जानु है हाम्रो अचार। भुइँतिर थचार हुने हो कि है। तपाईँहरू पनि कतिको मोमो बनाएर खानुहुन्छ घरमा, अर्ग्यानिक मोमो। हामी चाहिँ कमै खान्छ तर धेरै चाहिँ खाँदैन। बन्दा भएको भएर चाहिँ खाइदिउँ भनेर खाना लाग्को। खुर्सानी हेर्नुहुन्छ नि कति छ खुर्सानी, 30वटा छ होला है। हुँदै चाहिँ प्याटेर पड्किँदैछ। यहाँबाट देखिन्छ हाम्रो नजारा। यस्तो राम्रो नजारा देखिन्छ हेर्नुहुन्छ भने। अब घाम लागिरहेछ। यही हो साथीहरू, यही हो। अब चाहिँ मेथी पनि पड्किसकेको छ। कालो चाहिँ भएन छ तर केही नै हुँदैन होला है, मलाई त त्यस्तो लाग्छ है। ओ माई गड, चलाउने कुरा रेडी नगरिकन म पनि चलाउने कुरा पनि भेट्दैन साथीहरू। यहाँ डर्न लागिसक्यो। अब म नुन हाल्दै म नुन बेसा अदुवा हालिसकेँ नि त। अदुवा हाल्दै अदुवा नि परेको होला, पनि परिहाल्यो।
पाक्दै गर्दाखेरि चाहिँ अब म गर्ने बेलामा छु बन्दा काट्ने। ए भगवान् यति गर्नु त बन्दा काटेको। मैले कोरेसो भेटिनँ म कोरेसो खोज्नु गएँ है कहाँ समात्ने हो र स्याफ्रनलाई मैले भन्छु त हातमा हातमा समातेर के होइन भन् त कतिवटा चिसो खाएको र यहाँ आउनु म र छोरो एकछिन कुरा गरौँ। मैले त कस्तो तिर्ख लाग्यो। स्याफ्रनले के काम गर्यो आज दिनभरि? ला कहिले कसले हो त कसले हो त कसले म सोधिहाल्छु नि अहिले भर्खर पनि पानी पोख्न लागिसकेको छ हाम्रो स्याफ्रनले चाहिँ मलाई तल लिएर जाँदैछ। अब मोमो होइन पहिला सुरु चाहिँ घाँसको भारी ल्याइदिनु पऱ्यो अरे है मोमोको घाँसको भारी है घाँसको भारी होइन घाँसको भारी गाई गयो पारी घाँसको भारी गाई बस्यो पारी बोलो भने निर्कम मुखैमा सुपारी भन्नुपर्छ के ए त्यस्तो पो हो कि ल पानी यो पानी खाइछु मलाई खोकिरा झन् कति शीतल हुन्छ लागिसकेर खाइछु त ल म यहाँ भिडियो खिचेको ओ माई गड हाम्रो स्याफ्रनले खाँदैछ घटक 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 पानी है त ओहो ओहो नक्कल पारेर खोक्यो है नक्कल पारेर खोकेको नम्बर 1 मा पढ्नु हुन्न सफल हुनुभएको छ स्याफ्रन सिंह ठाकुरी। ल ल म आइहाल्छु है एकैछिन। त्यस्तो अब चाहिँ बन्दाको नेपाली यहाँ भनेको भिडियोमा ल मोमो किमा रेडी भइसकेको छ। हामीले मोमो बनाउन थालिरहेछौँ है। अब एकैचोटि खाएको देखाउँछौँ। साथीहरू हाम्रो चाहिँ मोमो ल यहाँ चाहिँ यहाँ पानी बसालिरहेको छ है साथीहरू। मोमो हाम्रो पाक्दैछ मोमो अब हामी खाँदैछौँ। कस्तो भएछ चाचा पिठो भएछ? ल है मेरो छोरो चाहिँ यहाँ के गर्दैछ पिठो बेल्दैछ। रोटी कस्तो अनि मामाको काम चाहिँ यहाँ मोमो खाँदै हुन्छ है साथी। म खाएर हिँड्छु है त। मम्मी तो खोर्सानी है उरो किन खोर्सानी होइन मैले कसले खोजेको त बेले रोटी। हाम्रो स्याफ्रनले चाहिँ मोमो खाँदैछ। यतापट्टि हाम्रो अर्को दिदी पनि हुनुहुन्छ मोमो खाँदै। हामीले चाहिँ खाएर अटस मटस भएर बसेको। है मोमो खाएर चाहिँ पेट एकदम के भयो स्याफ्रन? कस्तो छ मोमो भन्दैछु ल छिटो। मोमो कस्तो छ भनेको के मम्मीले बनाएको? मिठो छ भन्दैछु।
यहाँ मलाई पिरो छ मैले कुनै पिरो छ मैले भनेको पिरो छ मम्मी पिरो मिठो छैन। म त यो मसला के अरे अचार पिरो हो यो हामीले चाहिँ मोमो पकाएर खाइसक्यो साथीहरू। अब चाहिँ हामी आफ्नै घर जानेछौँ। हँ अब बाई बाई साथीहरू। कस्तो लाग्यो मेरो भ्लग? र साथीहरू अब मोमो पनि खाइयो। मान्छे झारझुर हेर्नुहुन्छ भने कस्तो हो। अब चाहिँ हामी आफ्नै घर जाने बेलामा छौँ है स्याब्रोन? कहाँ जाने त? है एकछिनमा आराम गर्छौँ भने जान्छौँ। आजको भ्लग कस्तो लाग्यो साथीहरू? फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई।